देउबाको घरमा भेटिएको पैसा एआई हो। अचम्म छ, जसलाई एआई भनेको के हो भन्नेसम्म थाहा छैन उनीहरू भन्छन् देउबाको घरमा भेटिएको पैसा एआई हो। अब त यस्तो लाग्न थालिसक्यो यो देशमा भ्रष्टाचार चाहिँ असली हुन्छ तर प्रमाण चाहिँ एआई हुन्छ। यदि ती जलेका नोटका बिटा एआई हुन् भने देउबा र आर्जुले कुटाई खाएर रक्ताम्य भएको पनि एआई नै होला। सुरक्षाकर्मीलाई जोगाउन हम्मे हम्मे परेको दृश्य पनि के एआई नै होला त? देउबाको दाबी फेल त हो नै, यसबाट उनीहरूले हामीलाई झुट बोली बोली वर्षौं लुटेको हो भन्ने कुराको प्रमाण पनि हो। कुरा देउबाको मात्र होइन, आफूलाई क्रान्तिकारी भन्ने गगन थापाहरू पनि यो विषयमा मौन छन्। देउबा दाईको घरमा भेटिएको पैसा देख्दा कस्तो लाग्यो भनेर सोद्धा गोली यसले चलायो, सिंहदरबार यसले जलायो, पैसा यसको भेटियो भनेर फैसला सुनाउँदिन। यसको अनुसन्धान भएर दुधको दुध पानीको पानी भएर छुट्टिएको हुनुपर्छ भन्छन् गगन थापा। अचम्म छ। भात कस्तो छ भनेर सोद्धा कि त मिठो छ भनिन्छ कि त नमिठो छ। छानबिन हुनुपर्छ त भनिँदैन नि। तर यहाँ त सबै मिलेका छन्। जब आफ्नै नेताको पोल खुल्छ तब क्रान्तिकारी स्वरहरू पनि म्युट हुँदा रहेछन्। झन् उदेक लाग्दो कुरा त के भने केपी ओलीले समेत देउबाको घरको पैसालाई एआई भनेर प्रमाणित गरिदिए। हिजोसम्म एकअर्काको खेदो खन्नेहरू आज भ्रष्टाचारको प्रमाण लुकाउन कसरी एकै ठाउँमा उभिए? सारा प्रमाण युट्युब र सोसल मिडियामा छरपष्ट छ। घाइतेका चित्कार र जलेका नोटका अवशेष साक्षी छन्। तैपनि नेताहरू भन्छन् यो त एआई हो। अहिलेका नेताहरूले देशलाई आफ्नो प्राइभेट कम्पनी मात्र ठानेका छैनन्, जनतालाई भेडा सम्झिएका छन्। तर अबको पुस्ता अर्थात् जेनजीले प्रविधि चलाउन मात्र होइन, नेताहरूको असली अनुहार चिन्न पनि जानिसकेका छन्। यस्ता उल्टो कुरा गर्ने र जनताको आँखामा छारो हाल्ने दलहरूलाई यसपालि नो। सत्यलाई एआई भन्नेहरूलाई अब घर पठाउने बेला आएको छ। तपाईहरूलाई के लाग्छ? त्यो पैसा साँच्चै एआई थियो कि अकुत सम्पत्ति?